र बाटो छ तल आउँदैछ फेरि यो के हो भनेदेखि जाने बाटो है हामी चाहिँ यहाँनिर सबैजना फ्ल्याग यहाँ तपाईँले देख्नुहुन्छ यहाँनिर सुदीप भाइ हाम्रो यहाँ गोकुल दाजु रमाइलो हुँदैछ यहाँ हो मजाले अब यतिको जग्गा चाहिँ आउनुलाई केटाहरूलाई निकै साह्रो पर्छ यहाँ चाहिँ एकदम जाडो झन्डै लगभग हिँड्यो होला 8 घन्टा जस्तो हिँडेर चाहिँ यहाँ आइपुग्यो हो 8 घन्टा कन्टिन्युस कन्टिन्यू अब हामी हिँडिरहेछ यहाँनिर हो भारी बोकाइ त्यही छ अब के गर्नु अब होइन ट्रेकिङको मजा चाहिँ यही रहेछ बक्स यता ल्याउनु त यो गाइस यो चाहिँ देउरालीमा पत्ता चलेको छ त्यसमा चाहिँ केटाहरूले देउरालीमा पत्ता चलेको चाहिँ नचाउने अरे आज देउरालीमा त्यही कारण अब हामीले चाहिँ हिँड्नु पर्ने चाहिँ अब यो पर्यो होइन हौ यता यो बाटो पर्यो यो बाटोबाट चाहिँ हामी चाहिँ हिँड्दै हिँड्दै अब हाम्रो अब लगभग अब हिँड्नुपर्छ हामी 2-2.5 घन्टा माथि पोक्टे चाहिँ हायर गरेको भरिया हो उसलाई चाहिँ दिनको हामीले 1200 मात्रै दिन्छ आउँदै हुँदैछ है बाइचुङ भाइ बोकेर फरिया राम्रो कैसे हुन्छ जवानै राम्रो भन्छ तर म चाहिँ फरिया होइन भरिया है पानी हो ट्रेकिङ गरेर हिँडेको अब ट्रेकिङ लगाइरहेछ यी उकालो है हाम्रो केटाहरू सबै जाँदैछ यहाँ हेर्नु है यी उकालो यो हेर्नु न यो फुल कस्तो मजाको फुल देखिरहेको हो फुल दामी छ है फुल है यहाँ साथी थाकिहाल्यो हो अब टन्नुहोस् है यो भारी अप्ठ्यारो छ नि मैले केटाहरूलाई भनेको त कम्ती कम्ती बोकौँ भनेर भारी साह्रै अप्ठ्यारो भयो यो आलुहरूले बिजारै भएर जान्छ त्यही त सब्जी चिसोमा पनि होइन हामीले सब्जी यहाँ म चाहिँ सेफै छु मुटु माझमा ओ डाँडा पारीमा चौतारीमा डाँडा पारीमा चौतारीमा चिया बारीमा देख्दिनँ हिजो भइराथे सपनीमा विपनीमा भेटेको थिए ओ दाजु देखे तिमीलाई हिजो है राति
ओ फुर्बा पुरा माथि हो दाजु मन्चु फुर्बा माथ्यो एक नम्बर मन्चु भिडियोमा आउनु पर्यो नि आएको छैन हामी रहेछ बरु केही नखाने चाहिँ क्या अब यसरी नै अर्को ट्रेकिङ पनि जानु है दाजु यो राम्रो भयो हाम्रो होइन म त दामी लागिरहेछ भले हामीले त्यो नेचरको ब्युटी देख्नु पाएको छैन होइन हुस्से लागिरहेछ त्यो अलिकति च्यालेन्ज हामीलाई भइरहेछ तर एकदमै इन्जोय चाहिँ गरिरहेछ हामीले यहाँ हेर ओ दाजु तपाईँको लाइभ हो भिडियो लाइभ होइन यहाँ देखाउनु त नितो भई रातमा एक्लैमा टुलाए अदृश्य भई साथमा तिमीमै हराए फेरि म हेर्छु तिमीलाई देख्छु तिमीलाई खोज्छु चाहिँ यहाँ 2-3 हिँड्दा वाक्क भएर होइन तर यो नेचर चाहिँ यस्तो ब्युटिफुल छ हाम्रो थकाइहरू सबै मारिसकेको छ सङ्घर्षको मेहनतको फल चाहिँ यस्तो हुँदो रहेछ है साथी हो यो भ्युज देखेपछि याद पर्छ एकदम दामी छ यो पोखरी डाँडा है देउराली And I must go